हेलो एसएमडी च्यानलमा हजुरलाई स्वागत छ। आज चाहिँ गङ्गाको बर्थडेमा मनाउनु हामी कहाँ आएको अरे डल्ली भिलेज ट्राउटमा आएको आज गङ्गाको बर्थडे अनि माछा खानु आएको। गोदावरी ठाउँै राम्रो क्या यो सबैले त यो भनी यो सबै यता ओइ हेर्न यहीँ देखाएर ऊ त्यो यतै देखाएर मन्दिर हामी पछाडिपट्टि आएछौँ कान्छी मन्दिर त्यही त भन्दैछु त। तर पार्किङ यहाँ पनि रहेछ धेरै हुँदाखेरि गाडीको पार्किङ होला के किन भन्दैछु त मैले बाटो होइन तँलाई भिलेज ट्राउट है है कान्छी भन्छ भिलेज ट्राउट रहेछ कि भन्न कता पर्छ नि त सरले फोन गर्नुभयो। यही बाटैबाट देखेको त्यो घरहरू होइन यहाँ भन्छु मैले। त्यही त होइन त्यो उनीहरूले त्यहाँ चाहिँ किन पार्किङ राखेको त केटी भन्छ यो भिलेज ट्राउटै लिएको त फेरि सर हजुरले किन नभन्छ गुरुङले फसाछ। हाम्रो बर्थडे गर्ल हो गङ्गा लामी छाने मेरो ब्लग हो नि फेरि ल ल स्वागतमा स्वागत चाहिँ तिम्रो सबैलाई वेलकम टु माई च्यानल एसएनबी। ल केटीहरू हेलो भन्दा हेलो यहाँ मेरो सबैभन्दा ब्युटिफुल मै आज झन् दामी दिएछ कान्छीलाई। अस्ति कस्तो मिस्टेक उयो भयो क्या के अरे उता उता होइन पहिला नै आएको होइन तर कसरी मिस्टेक भयो आज तर यो हामी म त 3 टाइम्स भइसक्यो म आएको त के भयो दिमाग फस्क्यो यो यस सानो छ धेरै एसएमजी च्यानललाई चाहिँ लाइक कमेन्ट एन्ड सब्सक्राइब चाहिँ गर्नु पर्यो होइन त कान्छी माने मेरो नानी गरिसक्यो होइन यति ज्ञानी छ। के साह्रो यो हिरोनी मान्छे कहाँबाट आएको नि सुटिङ नगरेर यतातिर आएको अनि आज चाहिँ गङ्गाको बर्थडेको लागि आएको। अनि यहाँ एउटा ट्राउट फार्म छ भिलेज ट्राउट फार्म गोदावरी बढी छेउमा एकदम रमाइलो छ घाम लागिरहेछ। आज रमाइलो हुन्छ हजुरहरूलाई पनि मैले मेरो ग्रुप साथीहरूसँग भिडियोहरू सेयर गरेको छु हेर्नु होला। फिस पन्ड छ कि यहाँ माछाहरू छ त्यहाँ माछा मार्ने अनि अब यहाँ चाहिँ के हुन्छ भने के अरे केजीमा लिन पाउँछ क्या हेर्नुहोस् त यस्तो छ ट्राउटहरू यहाँ छ ट्राउट फार्मै ट्राउटको हो नि त एकदम फ्रेस माछा अब यहाँबाट झिक्ने हो झिकेर मन्दिर पनि रहेको छ दर्शन गरौँ मन्दिरको सबैजनाले। यहाँ सानो खोला पनि बगिरहेको छ पुरा हरियाली छ एकदम मन्दिर त्यहाँ आउँदैछ हाम्रो केटीहरू माछा मार्छ। अब हामी यहाँबाट माछा मार्ने होइन त अप्ठ्यारो भयो जुत्ता आज त अस्ति पानी थिएन नि आज पानी रहेछ त है त्यो राम्रो देखेको कति निकाल्यो 50 निकाल है ए 2 केजी एउटै निकाल्दैन त भाइ लो ओ बर्थडे गर्ल खै बर्थडे गरेर 1 केजी पनि खुवाउँदैन जस्तो सकेको माछा निकाल्ने आएन ल ल ल ल ल गुड 5 केजी निकाल्यो क्या केटी चौखान यो माछा निकाल्न गइरहेछ होइन उसले कतिवटा निकाल्छ होला हौ 5वटा निकाल्छ कि गङ्गा भाग्यो मैले पनि हौ भोप्ट्याउने किन निकाल्ने नि होइन बिस्तारी चोट नलाग्ने गरी यता हेर माछा निकाल्ने मछली रानी
आमामा कम त निकालेन त हौ हेलो लुक्स नाइस नि त खाँदा अब पनि राम्रो छ होला अन्त त्यो खै त्यो ल बच्चाहरूको उयो पनि छैन त्यो टिकटकमा बिजी त्यहाँ काम हुँदै रहेछ त्यही भएर डिस्टर्ब भएको ए यहाँ यस्तो काम हुँदैछ नि त ए यसले गर्दाखेरि कस्तो डिस्टर्ब भयो आज तर ठिकै छ अब आफ्नो आफ्नो काम गर्नुपर्छ यहाँ हाम्रो टिकटकमा बिजी छ यहाँ सबैजना बिजी हाम्रो केटीहरू अहिले पनि यो टिकटकमै बिजी छ लार बिजी अब घर जाने बेला भयो तर कस्तो राम्रो छ यहाँ गोदावरी छ गोदावरी बढी खानु भन्ने ठाउँमा छ यो भिलेज टाउन रिसोर्ट चाहिँ मिनी रिसोर्ट अनि रमाइलो भयो म त यो तेस्रोचोटि आएको तर एकदम मजा भयो खुसी लाग्यो अब चाहिँ अब हामी घर जाने बेला भयो होइन रमाइलो भयो केटीहरू अहिले पनि इन्जोय गरिरहेको छ सबैजना बिजी अनि आजको दिन एकदम रमाइलो भयो गङ्गाको बर्थडे होइन गङ्गा साथीको बर्थडे अनि गोदावरी बढी खेलमा आएको छौँ माछा खान माछा खाइयो मजाले अब घर जाने बेला भयो यस्तै हो अनि आजको दिन यसरी हाम्रो रमाइलो गऱ्यो निक्यो होइन के अरे साथीको बर्थडे थियो बर्थडे रमाइलो भयो यस्तै हो अब साथीहरू छ धेरैजना ग्रुप एउटाको बर्थडे आउँछ असार भन्नु रमाइलो भइरहेछ अहिले कलेज टाइममा भन्दा पनि अहिले चाहिँ धेरै रमाइलो भइरहेछ अनि थ्याङ्क यू सो मच फर यर सपोर्ट माई भियर्स माई सब्सक्राइबर and please do like, comment and subscribe please. Thank you so much. Namaste.